भागाबन्ड सिरिजको पार्ट 4 मा तिमीलाई स्वागत छ। पार्ट 3 मा ताकिजो आफ्नो भिलेज मियामोटो जान्छ र ओत्सुले पनि लेटर पाउँछ कि ओहोले पठाएको अनि त्यो लेटर पढ्ने बित्तिकै ओत्सु पुरै दुखी हुन्छ र यहाँ भिलेजमा यो बुढी अम्मा र गाउँवालेहरू ताकिजोलाई मार्ने प्लान बनाउँछन् र एउटा ट्र्याप बिछाउँछन् र त्यो ट्र्यापमा ताकिजो फस्छ र ताकिजोको वरिपरि हुन्छन् भिलेजर्स र सामुराईहरू ताकिजोलाई मार्न। यहाँ ओत्सु पुरै ट्रमाटाइज हुन्छ यो के भयो भनेर रिसमा माताहासीले गाली दिन्छ र साइडमा घन्टी हुन्छ र त्यो घन्टी बजाउन थाल्छ आफ्नो फ्रस्ट्रेसनमा। अनि यहाँ ताकिजो भिलेजर्स र सामुराईहरूलाई दामी धुलाई दिन थालेको हुन्छ र त्यो फाइटको बिचमा ताकिजो लुगा लगाउँछ र ताकिजो ब्रुटली डन्डाले तिनीहरूलाई बजाउन थाल्छ र त्यो हेरी समुराईको लिडर इम्प्रेस हुन्छ ताकिजोको फाइटिङ स्किल देखेर अनि वेट गर्छ कतिखेर ताकिजो एक्जस्ट हुन्छ अनि यसको गेम ओभर गरिदिउँ भनेर। तर सरप्राइज आँखा झिमिक ताकिजो त्यसको अगाडि आउँछ र यसको माथि एट्याक गरिदिन्छ र समुराई गुड नाइट टेन्सन नलिए यो मरेको छैन। अनि ताकिजो ब्रुटली एट्याक गर्न थालेपछि भिलेजरहरूले भन्छ यो त साला जानवर हो, को त हक छैन यो भिलेजमा बस्ने, यो राक्षसलाई भिलेजबाट निकालौँ भन्छ। अनि ताकिजोले मार्न नसकेपछि एउटा भिलेजर ताकिजोको हात पकाड्छ र दुईटा भिलेजर मिलेर यसलाई मार्न लाटेको हुन्छ। त्यतिखेर ताकिजोले आफ्नो रिफ्लेक्स देखाउँछ र त्यो तलवारहरू यो भिलेजरको माथि घोप्दिन्छन् र यो भिलेजरको त गेम ओभर। जब तिनीहरू ताकिजोको आँखामा हेर्छन् र तिनीहरू पुरै डराउँछन्, ताकिजोलाई राक्षस भन्छन्। अनि ताकिजो रियलाइज गर्छ कि त्यो धेरै बेरसम्म फाइट गर्न सक्दैन, त्यहाँबाट एक दुईजना मान्छेलाई ठेल्दै भागिदिन्छ र भाग्दै त्यहाँ ताकिजोको एउटा डन्डीमा खुट्टा अड्किन्छ र त्यहाँ लड्छ। जब ताकिजोको आँखा खोल्छ त्यसको अगाडि हुन्छ एउटा मङ। त्यो मङले भन्छ त जति ठुलो भए पनि तेरो हार्ट सानो छ। ताकिजोले भन्छ को होस्, ताकुवानले भन्छ त्यो क्यारेक्टरको नाम हुन्छ ताकुवान। ताकुवानले भन्छ एउटा जानवरलाई मेरो नाम किन चाहियो। ताकिजोले भन्छ त मङ भए पनि म तँलाई मारिदिन्छु भनिदिन्छ। अनि ताकुवानले भन्छ त विकेस्ट पर्सन हो यो भिलेजको। त्यो सुनेर ताकिजो भन्छ आइ र त्यतिखेर सामुराईहरू आउँछ ताकिजोलाई पकाड्न र ताकिजो झाडीभित्र लुकिदिन्छ। अनि बुढियाले मङलाई सोचे ताकिजो कहाँ गयो भनेर र ताकुवानले उता गयो भनेर अर्कै ठाउँको डाइरेक्सन देखाइदिन्छ र समुराईहरू अर्को डाइरेक्सनतिर जान्छन्। अनि त्यहाँ ताकिजोले भन्छ मलाई तेरो हेल्पको जरुरत थिएन, तिनीहरूले मलाई कहिले पनि पकाउन सक्दैन थियो भनेर। अनि त्यहाँ मङले ओइ यो यहाँ छ भनेर ताकिजोको लोकेसन देखाइदिन्छ। अनि ताकिजोले भन्छ अबे कस्तो खालके मान्छे हो यो। अनि यतापट्टि सामुराईको लिडर टेन्सनमा हुन्छ, मैले ताकिजोलाई पकाउन सकिनँ भने म सेपुको गर्नुपर्छ भनेर। यो सेपुको भनेको समुराईहरूको एउटा रिचुअल हुन्छ, यसमा सुसाइड गरिन्छ र त्यो समुराईको लिडर ओत्सु भन्दै ठुल्ठुलो आवाजमा बोलाइरहेको हुन्छ र त्यहाँको प्रिस्टले भन्छ क्याप्टेन यसरी नकराउनु, पुरै रिकभर हुनुभएको छैन, तपाईँ यसरी कराउनु भने तपाईँको अझै इन्जर हुनुहुन्छ, म जान्छु ओत्सुलाई खोज्न भन्छ। यतापट्टि ओत्सु रुख मुनि बसिरहेको हुन्छ डिप्रेस। त्यहाँ आउँछ ताकुवानले भन्छ जम ओत्सु तिमीलाई खोज्दैछ भनेर। अनि ओत्सुले भन्छ मलाई त्यो मुच्छड समुराई मन पर्दैन, त्यो जहिले शराब मात्रै पिराएको र त्यो जस्तै लन्ठुले ताकिजोलाई कहिले पनि पकाउन सक्दैन भन्छ। मङले कन्भिन्स गर्छ ओत्सुलाई त्योसँग हिँड्नुको लागि अनि भन्छ केही हुँदैन भनेर र तिनीहरू जान्छन् त्यो समुराई भएको ठाउँमा। अनि ओत्सु माताहाचीको बारेमा सोचेर रुनु थाल्छ र ओत्सु र मङ समुराईको अगाडि पुग्छन् र मङले त्यो समुराईको लिडरलाई भन्छ एउटा लन्ठु जुन चाहिँ जहिले शराब मात्रै पिराएको हुन्छ कसरी पकाड्छ ताकिजोलाई। अनि मङ यस्तै भनेर समुराईको लिडरलाई बिच्काइदिन्छ। अनि समुराईको लिडर पुरै त्यसको माथा खराब हुन्छ अनि आफ्नो तलवार निकालिदिन्छ अनि म तँलाई आज यहाँ काट्दिन्छु भन्छ। अनि मङले भन्छ त जस्तै बेउडा मलाई कसरी काट्न सक्छ। र यतापट्टि ताकिजो बोके हुन्छ र त्यही अघि मङले भनेको कुरा सोचिरहेको हुन्छ कि त विकेस्ट पर्सन यो भिलेजको भनेर। अनि भन्छ म त यहाँ सिर्फ ओत्सुलाई भन्नु आएको थिएँ कि माताहाची जिन्दैछ भनेर। र त्यतिखेर ताकिजोको माथि एट्याक हुन्छ र ताकिजोको फेसमा थोरै कट लाग्छ। अनि जसले ताकिजोलाई एट्याक गर्यो त्यसले भन्छ म हो सुजिकागे कोहाई। फाइनली स्टोरीमा यसको एन्ट्री भइसकेको छ र यो सँगै यो पार्ट यहीँसम्म थियो र नेक्स्ट पार्ट छिटोभन्दा छिटो आउनेछ। बाई बाई।